आफ्टर सो लङ टाइम पछि आज चाहिँ हामी बुढाबुढी मात्रै बाहिर निस्किन लागेको छौँ। बाबु त्यो सुतिरहेछ, त्यहाँ बहिनीले हेरिदिन्छ अनि क्यामेरामा पनि हेरिरहन्छु म। त्यही भएर यसो बुढाबुढीको आज सोलो डेट हो बुढा हाम्रो। यसो बुढाबुढी मात्रै। ओ माई गॉड, के हो यस्तो तातो? खै के हो बुढा यस्तो? दैट लास्टै भाइ गर्मी त। So how do you feel? फ्रेस भइरहेछ। होइन क्या, हामी दुईजना यसरी लाइक फर्स्ट टाइमै त होला नि। आपको पता है रमाइलो भइरहेछ। पहिलाको रिकल भएन? अलिअलि छुट्टै हुने है तर। त्यही हो। मजा आउँदो रहेछ त यसरी हिँड्दा नि है। आउँछ रमाइलो हुन्छ। सधैँ सधैँ यसरी कहाँ हिँड्नु पाउँछ र? है आफ्नो होइन लाइक प्यारेन्ट्स भइसकेपछि फर्स्ट टाइमै हो नि त यसरी हिँडेको। नेपालमा चाहिँ कहिले काहीँ हिँड्नुहुन्थ्यो, अब यहाँ आइकन चाहिँ लाइक फर्स्ट टाइमै हो भनौँ न। ए सो आज अलिक लाइक डिफ्रेन्ट फिल भइरहेछ, रमाइलो नै लागिरहेछ भनौँ न। पहिलाको लाइफ मिस हुन्छ, के गर्नु। अब यस्तै आमा बाउ भएपछि, प्यारेन्ट्स भइसकेपछि, बेबी हुर्किसकेपछि मात्रै अब यस्तो टाइममा आउनु भनेको। अब अहिले सानो छ नि त, त्यही भएर अब चाहिँ कार्ड लिएर आउनु। के भयो के भयो? मलाई हेरेको तपाईँ? मलाई हेरेको मलाई हेरेको के हो आज मेरो बुढालाई के भयो? हामी चाहिँ यहाँ भिडियो आइसकेको छौँ, हल्का सपिङ भनौँ न। ग्रोसरी मिक्सहरू किन्न आइसकेको छौँ हामी। अनि लिम लिने भयो आमै। यो स्केल कसरी लिने अरे खरबुजा लिँदाखेरि चाहिँ? यो 5 घाममा एक्सपोज भयो अरे। ए ओके। त्यसपछि चाहिँ अर्को चाहिँ के हुनुपर्छ अरे, यस्तो स्पटहरू हुनुपर्छ अरे। यो हुँदा चाहिँ सुगर निस्क्यो अरे भाइ। ए ठिक छ ठिक छ। ए ओके भयो। घरमा हेरौँ। अब घरमा गएर हेर्नुपर्छ, यता कतिको एक्सपर्ट हुनुहुँदो रहेछ भनेर थाहा हुन्छ त्यसपछि है। ओके होइन, यहाँ बिजेसमा चाहिँ लाइक सबै होलसेल सामानहरू पाउने हो क्या। एभ्रिथिङ पाउनुहुन्छ तपाईँहरूले है बाबु, प्रायः जस्ट पाउँछ भन्छु नि। के छ यो? आऊ न। किन्यो भने त लकर पैसा राख्नु पऱ्यो नि त होइन बाबु? पैसा राख्नु पऱ्यो नि त लकरमा। आउँदैन अझै ठुलो किन्ने खोइ आउँछ कि आउँदैन होला। होस् किन्नु ठुलो किन्नु पर्दैन। डस्टबिन बाबुको डाइपर र के भन्छ यसलाई डस्टबिन हामीले लिइसकेको छौँ। So we are done with our shopping. अब हामी फर्किँदैछौँ।
राले सामान हाल्नु हुँदैछ Can I help you? You need help? Okay then. खरबुजा चाहिँ हेरौँ है कतिको मिलेछ कि छैन ए सरी 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 काठ राख्नु जान्छ कार पार्किङ गरिसक्यो अब जाँदैछु गाडीमा बस्नलाई आज चाहिँ जस्ट राम्रो भएको छ आजको दिन लाइक हावा पनि ठिक्कको छ गर्मी पनि ठिक्ककै छ अहिलेसम्म चाहिँ अहिले फेरि घाम लाग्यो भने चाहिँ फेरि ओभर गर्मी हुन्छ है ओ यो बुढी मान्छे रहेछ लगाइदिन्छ है क्या तिम्रै सधैँ अङ्गालोमा बाँधेर माया बाहेक दिन सक्दिनँ म केहीमा के फोनमा गीत My battery is dead चिन्नुभयो तिम्रोमा हेर न कस्तो दामी आउँछ क्या है हो भने तिम्रो भिडियो कस्तो खतरा आउँछ क्या हामी देख्छ क्या यो फोनबाट चाहिँ त्यही भएर मलाई यही फोनबाट ब्लग गर्नु मन लाग्छ क्या प्रायः आइफोन 16 प्रो म्याक्स हो नि त त्यही भएर मेरो चाहिँ आइफोन 15 हो त्यही भएर किन होला यस्तो हुने साँच्चैकै डिफ्रेन्स हुने हो कि लाइक हामीले डिफ्रेन्स बनाउने हो कि के हो बुझेन मैले हाम्रो यु वान से समथिङ यो कुरामा यो के एउटा भ्रम हो त्यस्तो भने मलाई देऊ नि त यो फोन तिमीमा चाहिँ लाऊ होइन बाटो मर्यो अब चाहिँ हामी एकछिन बिचमा गएर साँच्चै बाबु हिजो मेमोरियल डे थियो नि यहाँ कति मान्छेहरू आएको थियो क्या बुझ्नुभयो मान्छेहरू आएर के कति बेर बस्यो के गर्यो कोही रुँदै थियो अनि त्यसपछि गयो रोड रोडमा त यस्तो खाली हुन्छ अन्त चाहिँ वक जानुपर्ने खालको दिन्छ अब एकछिनतिर बाबुहरू बेबी उठिसकेपछि खुवाएर अनि पाइलटले प्लेनमा चढ्नु बोलाउँदैछ सबै टुरिस्टहरू है बाबु बाहिरबाट घुम्न आएकोहरू है मान्छेको चहल पहल हुनु थाल्यो है हेर न कति धेरै मान्छेहरू हिँडिरहेको छ विन्टरमा त मान्छे देख्न पाइँदैन यहाँ त यो वान वे हो यो बाटो वा बिच पनि कस्तो दामी देखेको कस्तो बिजी देखेको है बाबु पैसा पनि लिन्छ किन
मेमोरियल डे पछि बिचमा बसेर ए मेमोरियल डे पछि चाहिँ ए आजदेखि स्टार्ट कति लिन्छ 40-50 रुपियाँ गफ दियो कस्तो ए हो र त्यसो यो बाटो मोड्नु पर्छ जस्तो छ नि त हामी अहिले वक गर्दै आउँछु त्यसो भए नजिकै हो कहीँ बिचै हाम्रो घरबाट वक गरेर 5 मिनट पनि लाग्दैन आइपुगिहाल्छ सो त्यही हो गाइजहरू के छ हजुरहरूको हालखबर यसो भन्नु होला भिडियो हेर्नु होला कुरा गर्नु होला कमेन्ट गर्नु होला हजुर म तपाईँहरूलाई त हामी चाहिँ अब यहाँको लोकल भइसक्यो है तिमी चाहिँ भएको छैन म चाहिँ भइसक्यो म चाहिँ किन भएको छैन अब भयो नि अब त आइसकेपछि त होइन तिमी अब चाहिँ 1 वर्ष त भएको छैन जे भयो पनि त 1 वर्षै हुनुपर्छ त आउनु बित्तिकै भएन साइक्लिङ गर्दैछ बुढो मान्छेहरू एउटा बुढो छ क्या यहाँ कुद्ने ओ यसको त खुट्टा कत्रो हो बाबु खुट्टा देख्यो त्यसको कार्टुनको जस्तो यस्तो मोटो मोटो खुट्टा छ त सो हामी अब यताबाट जानेछौँ We are alright. के पानी छैन लाएर क्या सो यो अस्ति हामी आएको बिचै हो आउनु हजुर उड्ने चाहिँ होला नि नाइ हामीलाई देखाउने आज हामी मात्रै आउँछौँ फ्रेममा होइन ओन्ली वी आज नो भ्यू नाइ अहिले त्यहाँ पखान छेउमा गएपछि ल तिमी देखाउ ल अनि हजुर आयो रे तिमी त अल्छी हो नि त के गर्यो जाने होइन पानी खेल्ने होइन एकछिन आज त खै त ऊहरू पनि छैन चराहरू पनि अब अझ यो फुलहरू फुलिसकेपछि यस्तो दामी हुन्छ है यो फुलको कलर यस्तो राम्रो लाग्छ क्या मलाई पर्पल वाइट पिङ्क मिक्सेको हुन्छ अनि एकदम दामी देख्छ क्या है बाबु ए हामी बस्ने हो यहाँ एकछिन बसौँ के टिकाउँछ यहाँ त आउँदैन है अनि के हुन्छ ऊ त्यो बुढो मान्छे के गर्दैछ अरे ओ माई गड कस्तो मजाले बसिरहेछ मान्छे बिचमा लुक त्यहाँ छु लेट्स गो कम अन पछाडि बिच यस्तो छ वा लुक मेरो हात चाहिँ पुरै गरिसकेको छ है हेर खै यसो गर न यसो गर न आउनुपर्ने रहेछ आज है मैले मुखमा यो गीत छुट्टियो क्या अञ्जलीमा राखा सिमलका फल के भन्ने गीत छ नि हो यो गीत
यो बोकिदिन्छ मेरो अस्तिको बुढो होइन यो चाहिँ बसिरहेको रहेछ सिर्फ तुझसे प्यार करने के लिए लाज लाग्यो मै लजाएर एउटा भुत्तिकै भइसक्यो उहाँ मेरो बुढो लजाएर भुत्तिकै भयो ल उसलाई चाहिँ खालि भ्यूै मात्र खिच भन्छ लु भयो के देखाउनु पाएँ भ्यू होइन के मान्छेले मलाई हेर्न खोज्छ नट भ्यू होइन त के कसो हो गाइसहरू भनिदिनुहोस् त ल तिमी मेरो खिच्दियो नि त पछाडिबाट है म अगाडि हिँड्छु ओके ओके Mana? Sasa boat जाने से पहले Bye. Summer vibes. Sasa कस्तो छ summer vibes. Summer vibes. Summer vibes. Summer vibes. Summer vibes. So अब हामी चाहिँ घर जाने छु आजको लागि यति यो चाहिँ प्लेग्राउन्ड हो बच्चाहरू खेल्ने अनि फेरि आउनु सक्छ म चाहिँ आउँदिनँ होला मम ग्याङ आउँछ मम्मी ग्याङ आयो यस्तो छ वेदर चाहिँ अनि लाइक कस्तो भन्नु डिफ्रेन्ट छ अब यहाँको वेदर र नेपालको अर्कै यहाँको अर्कै छ तर यहाँ चाहिँ अलिकति पल्युसन फ्री भएर लाइक अनि एयर क्वालिटीहरू एकदम राम्रो छ त्यही भएर चाहिँ यस्तो देखेको जे कुरा नि हरियाली एकदम ग्रिन यो चाहिँ हाम्रो यस्तो छ अनि यहाँ कोरियन मेमोरियल पार्क भन्छ यसलाई चाहिँ अनि यो चाहिँ पहिला लडाइँ खेलेको कोरिया र युएसको आर्मी लडाइँ खेलेर चाहिँ त्यो डेड भएको मान्छेहरूको लागि सम्झनामा चाहिँ यस्तो खोलेको त्यही भएर यो पार्कको नाम चाहिँ कोरियन मेमोरियल पार्क
पार्क हो रे यो कोरियन पार्क कोरियन मेमोरियल पार्क मेमोरियल पार्क के अरे भिडियो यहाँ इन्डिङ गर्छु म है ल आजको लागि यति यति छिटो होइन र सो त्यही हो अब आजको भिडियो हाम्रो लागि बुढाबुढीको डेट भनौँ न आफ्टर सो लङ टाइम पछि हो है हजुर अनि हेरिदिनु होला माया गरिदिनु होला मन पराइदिनु होला सो आजको भ्लग चाहिँ अब हामी यहीँ इन्डिङ गर्नु गइरहेको छौँ है हो फ्ल्याग युएसको फ्ल्याग छ यहाँ हाम्रो यहाँ चाहिँ धेरै ठाउँमा हुँदो रहेछ है यहाँ चाहिँ वेदर यस्तो छ पर्फेक्ट वेदर अनि अब आज भ्लग अब यहीँ इन्ड गरेर हामी चाहिँ सो थ्याङ्क यू फर वाचिङ थ्याङ्क यू फर सपोर्ट मैले लाइक धेरै मान्छेहरूले भन्नुभएको छ क्या मलाई लाइक भ्लग चाहिँ गरिराख्नु है भनेर भन्नुहुन्छ क्या त्यो सुन्दाखेरि चाहिँ लाइक अब धेरै नहेरे पनि अलिअलि मान्छेले भन्दा पनि कस्तो खुसी लाग्ने रहेछ सो त्यही हो म त्यही अनुसारको मेहनत गर्दै सकेसम्म यसरी नै राम्रो राम्रो भिडियोहरू बनाउँदै हजुरहरूको सामु प्रस्तुत गर्न पाऊँ भन्दै आजको भिडियो चाहिँ बुढाबुढीलाई हामी यहीँ टुङ्गाउने छौँ अन्त सो थ्याङ्क यू फर वाचिङ बाई किप सपोर्ट सी इन द नेक्स्ट भ्लग तारा चुम्मा मलाई चुम्मा खाऊ लाज लाग्यो के लाग्यो अनि नक्कले सो त्यही हो हामी अब आज बुढाबुढी टाइम स्पेन्ड गऱ्यौँ है रमाइलो भयो लाइक पहिलाको जस्तो फिल भयो आज चाहिँ हो होइन अरू बेला पनि त्यस्तै हुन्छ तर आज चाहिँ अलिकति डिफ्रेन्ट भनौँ न सो त्यही हो रमाइलो भयो हामीलाई होइन हामी फोटो खिच्छौँ बुढाबुढी है त बाई